काठमाडौँबाट धेरै टाढा एउटा सुन्दर गाउँ थियो। त्यो गाउँमा थोरै मानिसहरू बसोबास गर्थे। गरिब एक जोडी बुढा आमा र बुवा पनि त्यहाँ बस्नुहुन्थ्यो। उनीहरूको सानो मोमोको पसल थियो, तर पसलमा कोही आउँदैनथ्यो। हरेक दिन जस्तै उनीहरू आफ्ना ग्राहकहरूको पर्खाइमा थिए। एकजना बाबा उनीहरूको पसल आउँछन् र भन्छन्, मैले 2 दिनदेखि केही खाएको छैन, मलाई केही खान देऊ, तर मसँग दिने पैसा छैन। पैसा छैन भने पनि ठिक छ, यो मोमो खानुहोस्। हाम्रो मोमो तपाईले खाएपछि हामी खुसी हुनेछौँ, किनभने यहाँ कोही आउँदैनन्। बाबा मोमो खानुहोस् र हामीलाई आशीर्वाद दिनुहोस्। बिस्तारै लिनुहोस् है बाबाजी, तातो तातो छ। बाबालाई स्वादिष्ट मोमो खुवाउनु भयो। यो पसलमा मानिसको भिड लागोस् ततास्तु। बाबाजीको आशीर्वाद पाएदेखि उनीहरूको पसल गाउँ मात्र नभएर शहरबाट पनि मानिसहरू आएर भिड लाग्न थाल्छ। बुढाबुढीको जीवन पनि राम्रो हुँदै जान्छ।